आजका दिनसम्म आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रवि लामिछानेको पार्टीले 48 लाख क्रियाशील सदस्यता पाएको रहेछ। अचम्म लाग्यो सुन्दा। मतलब रवि लामिछाने, सभापति रवि लामिछानेलाई थुनेर एकदम राम्रो गरेको जस्तो मतलब अनुभव भइरहेको छ। हामी जस्ता मान्छे मतलब हामीहरूले त सदस्यता लिएको छैन, तर हेरौँला न कसैमा भोट हालेको छौँ न सदस्यता लिएको छौँ। पछिको कुरा हो, त्यो के हुन्छ हेरौँला। तर एकदम खुसी लाग्यो यति छोटो समयमै 2 सालको अन्तरालमै 48 लाख क्रियाशील सदस्यता पाउनु भनेको अभाग्यको कुरा हो। मलाई लाग्छ रवि लामिछानेलाई थुनेर एकदम राम्रो गरिरहेछन् जस्तो लागिरहेछ मलाई। यस्तै हिसाबले क्रियाशील सदस्यता बढ्ने हो भने 84 त के 83 मै खोलो बग्नेवाला छ। यहाँ एकचोटि खोलो पल्टिन्छ त्यो पक्का हो, तर कहिले पल्टिन्छ त्यो थाहा छैन, त्यो चाहिँ भन्न सकिँदैन। तर एकचोटि खोलो चाहिँ पल्टिन्छ। 2 सालको अन्तरालमा 48 लाख क्रियाशील सदस्यता पाउनु भनेको त ठुलो कुरा होइन र। तपाईको विचारमा के लाग्छ, के भन्नुहुन्छ? प्रतिक्रिया दिनु होला है। धन्यवाद।